सेवारो सबैजनालाई। यो हामीले सुनसेनबा तोङसिङ भनेर पूजा अनुष्ठान हाम्रो लिम्बू जातिको एउटा 3 दिने 3 राते पूजा अनुष्ठान गर्न गइरहेको छौँ र यो पूजा अनुष्ठान चाहिँ पहिला चाहिँ प्राय गरिन्थ्यो, तर अब चाहिँ अहिलेको समयमा चाहिँ यो चाहिँ विलुप्त हुँदै जाँदैछ र यो पहिला चाहिँ यो 3 दिने तोङसिङ चाहिँ अब एउटा आफ्नो फ्यामिली एउटा ठुलो सन्तानभित्र गर्ने मात्रै गरिन्थ्यो र हामीले चाहिँ योपालि एउटा जमर्को कसेर यसलाई चाहिँ हामी चाहिँ एउटा सामाजिक रूपमा यसलाई 3 दिने तोङसिङ चाहिँ हामी सामाजिक रूपमा मनाउँ भनेर हामी पुङवा युमा साम्यो सोसाइटी जसको म अध्यक्ष छु र यहाँ बिन्दु सिंह थापा जो हाम्रो युमा माङहिम आहोको प्रेसिडेन्ट हुनुहुन्छ र उहाँको कोअर्डिनेसनमा हामीले चाहिँ यो 3 दिने तोङसिङ हामी राख्न गइरहेको छौँ र 3 दिने तोङसिङ हामीले सुनेको थियौँ यस्तो गरिन्छ भनेर, तर आजसम्म हामीले आफैले पनि 3 दिने तोङसिङ कसरी गरिन्छ देखेको छैनौँ र आज चाहिँ हामी यहाँ सुरु गरेर हामी स्वयं पनि हेर्ने, हाम्रो युवा भाइ बहिनीहरूलाई पनि देखाउने र समाजलाई पनि देखाउने र स्पेसली हाम्रो अहिले युनिभर्सिटी र कलेजको भाइ बहिनीहरू आउनु भएको छ र उनीहरूले पनि यो हेर्ने, उनीहरूले पनि यहाँबाट सिक्ने, उनीहरूले पनि यहाँबाट सिकेर भविष्यमा यसलाई निरन्तरता दिने भन्ने हामी आशा राख्दछौँ र यसै कारण हामीले यो कार्यक्रम राखेका हौँ। हाम्रोमा अहिले पूजा गर्नेमा 6 जना हुनुहुन्छ। त्यसमा 1 जना साम्बा हुनुहुन्छ, 2 जना येबा हुनुहुन्छ, 2 जना येबामा 1 जना येबा हाम्रो सौरेनीबाट हुनुहुन्छ, 1 जना हाम्रो नाम्चेपुङबाट आउनु भएको छ र 1 जना साम्बा हुनुहुन्छ। साम्बा चाहिँ हाम्रो यहीँ आएकै हो र 3 जना येमा हुनुहुन्छ। येमाहरू चाहिँ हाम्रो फिमेल के अरे प्रिस्टहरू भनौँ, उहाँहरू हो र उहाँहरू मध्येमा 1 जना हाम्रो यता माछङ ठेकाबुङबाट आउनु भएको छ, 2 जना हाम्रो उनीहरू एकदम यङ छ र उहाँहरू चाहिँ हाम्रो वेस्ट सिक्किमबाट 2 जना आउनु भएको छ र टोटल हाम्रोमा 6 जना येबा येमा र साम्बा हुनुहुन्छ। नमस्कार, म चाहिँ यही युमा माङहिमको प्रेसिडेन्ट है। यो आज हामीले आजदेखि यो 3 दिने तोङसिङ सुमियनबा तोङसिङ भन्छ, यो 3 दिने तोङसिङ सुरु गरेको छौँ। यसको महत्त्व चाहिँ के छ भन्दाखेरि चाहिँ अब अहिलेको युगमा यो तोङसिङ भन्ने सबै गर्नु छोडेको छ है। पहिला चाहिँ हाम्रो बाजे बोजूहरूले चाहिँ गर्दै आएको, यसमा अब धेरै याबा फेदाङमाहरू जो चाहिँ अब नेपालीबाट धामी झाँक्री भनेर भन्छ है, हामी चाहिँ येबा साम्बा भन्छौँ। उहाँहरूले चाहिँ हाम्रो एउटा शिर जगाउनु, हाम्रो जहाँनिर हामीले यहाँ आउमा गरेको छौँ भने यो आउ गाउँदेखि लिएर हाम्रो राज्य है सबै जो पनि हाम्रो यो हामी लिम्बूहरू बसोबासा गरेको छौँ, हाम्रो हामीलाई केही नराम्रो नलागोस् है, हाम्रो शिर जहिले खडा रहोस् भन्ने कुरालाई अगाडि बढाएर यो तोङसिङ गरेको है। अनि यसमा चाहिँ हाम्रो चाहिँ के हुन्छ भने चाहिँ हाम्रो यहाँ पछाडि माङहिमको नक्सा पनि देख्नु हुँदैछ। माङहिममा चाहिँ हामीले सिम्पल पूजा मात्रै गर्छौँ, जो कि हामी चाहिँ प्रकृतिलाई पूजा गर्ने हौँ। हामी कुनै पनि आइडल वर्सिप गर्दैनौँ है। प्रकृतिलाई पूजा गर्दाखेरि चाहिँ हामीले चाहिँ यो इक्सा खाम्बेक भन्छौँ। हाम्रो टोटल 18वटा ताला हुन्छ, त्यो 18वटा तालालाई हामी बिलिभ गर्छौँ। र 9वटा ताला चाहिँ हामीले देख्छौँ। यो जुन चाहिँ हामी उभिराखेको छौँ यसलाई धरती भन्छ है, धरतीलाई हामी इक्सा खाम्बेक तेन भन्छौँ। त्यहाँदेखि अलिकति माथि चढ्दाखेरि चाहिँ सामयुक्ना तेन भन्छौँ। साम भनेको चाहिँ अब सोल बस्ने, जबकि सोलले चाहिँ त्यो आत्माले त खुट्टाले हिँड्दैन, उडेर हिँडेको जस्तो हामीले बिलिभ गर्छौँ, त्यसले गर्दा त्यसलाई सामयुक्ना भनेर भन्छौँ। त्यसको अलिक माथि हुन्छ अब साङसाङ देन, सफा हुने देन ताङसाङ देन भन्छौँ, जो जुन चाहिँ आकाश हुन्छ है, तरङ ताङसाङ। त्यसरी नै स्टेप बाई स्टेप हाम्रो माथि पुग्दाखेरि चाहिँ 9वटा तालामा पुग्दाखेरि चाहिँ सङ्ग्राम पेदाङ भन्ने स्वर्ग भनेर भन्छौँ। हाम्रो लिम्बूमै भन्दाखेरि चाहिँ स्वर्ग नर्ग चाहिँ हामी बिलिभ गर्दैनौँ, तर पनि यता नेपालीको वर्डलाई ट्रान्सलेट गर्दाखेरिमा हाम्रोमा वर्ड चाहिँ छ। स्वर्गको पनि सङ्ग्राम पेदाङ भनेर भन्छौँ र नर्गलाई हामी खेमायङसङ भनेर भन्छौँ वर्डमा चाहिँ, तर हामी त्यो चाहिँ बिलिभ गर्दैनौँ कि हामी मरेर गयो भने चाहिँ स्वर्गमा पुग्छ नर्गमा पुग्छ भन्ने कुरा चाहिँ हामी बिलिभ गर्दैनौँ। हामी चाहिँ जब मर्छौँ, मर्दाखेरि चाहिँ हाम्रो यही येबा सेम्बाले चाहिँ हामीलाई एन्सेस्टरकोमा पुर्याइदिन्छ। हामी चाहिँ उसलाई चाहिँ थवा पासाम भनेर भन्छौँ। जब थवा पासामकोमा चाहिँ पुर्याइदिनुहुन्छ, त्यो चाहिँ हामीले फिल चाहिँ गर्नु सक्छौँ। जबकि येबा सेम्बाहरूमा चाहिँ
त्यो गर्नु थालेपछि चाहिँ उहाँहरूमा भित्रबाट आत्मामै जो अब पहिला खसेर जानुभएको हुन्छ उहाँहरू चाहिँ आत्मामा आउनुहुन्छ र उहाँहरूले माथि सोध्नुहुन्छ हाम्रो जुन चाहिँ एन्सेस्टरहरू पहिलादेखिकोलाई उहाँलाई सोधेपछि चाहिँ फल्ना फल्ना आउँदैछ अब खसिसकेको हुन्छ हामी तपाईँको काखमा छोडिदिन्छौँ तपाईँले उहाँलाई अब उहाँको आत्मालाई शान्तिसँग राखिदिनु भनेर त्यसरी पुर्याउनुहुन्छ है। त्यो चाहिँ हामी यो जुन चाहिँ इक्सा खाम्बेक यो जमिनदेखिको उपरको कुरा गर्दैछु। त्यहाँदेखि जमिनको मुनि पनि हाम्रो 9वटा ताला हुन्छ। फेरि त्यो चाहिँ हुन्छ हाम्रोमा लास्ट ताला खेमायाङसँगलाई अब डाइरेक्ट ट्रान्सलेट गर्दाखेरि चाहिँ नर्ग नै भन्छ, तर हामी बिलिभ चाहिँ गर्दैनौँ, तर नर्ग भन्छ। त्यहाँदेखि त्यसको माथि स्टेप हुन्छ। जस्ट जमिनको मुनि चाहिँ हाम्रो खाम्बोङ लुम्बोङ वा लुङ भनेर त्यस्तै खालको लुङहरू थुप्रै हुँदै जान्छ। यो 18वटा तालालाई चाहिँ हामी बिलिभ गर्छौँ र हामी नेचर वर्सिप हुनुको कारणले चाहिँ यो तोङसिङ राखेको, जुन तोङसिङले चाहिँ हाम्रो मान सम्मानलाई अगाडि बढाएर लान्छ र हामीलाई केही प्रकारको नराम्रो नजर नलागोस् भन्ने अब हेतुले हामीले गर्नु थालेको र यो पहिल्यैदेखि गर्दै पनि आएको हो। तर हामीले अब यो यसरी सार्वजनिक चाहिँ गर्नु थालेको थियौँ र यसपालि आहुयुङमा माङहिम कमिटी र पुङवायुमा सुमा कमिटी दुईटा मिलेर कोअर्डिनेसनमा चाहिँ यो हामीले अगाडि ल्याएको छौँ है। अनि यो ल्याउँदाखेरि चाहिँ हामीले सिक्किमभरिको युनिभर्सिटीको स्टुडेन्टहरूलाई बोलाएको छौँ, टिचरहरूलाई बोलाएको छौँ र कलेजकोहरूलाई पनि बोलाएको छौँ। र हिजो नै नाम्ची कलेज र गेजिङ कलेजको नानीहरू आउनु भएको छ। उहाँहरूले सबै त्यो घुङरिङ खिप्नुदेखि लिएर सबै कुराहरू हेर्नुहुँदैछ। भोलिको दिनमा उहाँहरूलाई नै यो कुराहरू चाहिन्छ र उहाँहरूले यो कुरालाई जोगाएर लानुपर्ने हुन्छ। अन्त उहाँहरूले तल सबै कुरा गर्नुहुँदैछ है। यो आउँदो भावी पिँढीले सिकेर जाओस् भन्ने कुरामा चाहिँ हामीले यो बाहिर निकालेको छौँ। हुनु त पहिला मैले चाहिँ देखेको, जब म क्लास 9-10मा हुँदा मेरै घरमा गरेको थियो यो तोङसिङ, 3 दिने तोङसिङ। त्यति बेला चाहिँ मेरो फादर हुनुहुन्थ्यो, मेरो पापा र दाजु हुनुहुन्थ्यो। दाजु पनि अहिले चाहिँ बित्नु भएको। दाजु चाहिँ मेरो हेड लिम्बू हुनुहुन्थ्यो त्यति बेला, ल्याङ्ग्वेज टिचर। अन्त उहाँ र मेरो दाजु र पापाले चाहिँ अब गर्नुभएको थियो र मलाई अलिअलि मात्रै थाहा छ कि अब त्यति बेला त मलाई पनि त्यति आइडिया भएन त्यो के गरेको। र अहिले मैले त्यो कुरालाई रिभाइभ गर्दा, त्यो कुरालाई मैले मेमोराइज गर्दाखेरि चाहिँ राम्रो कुरा थिएछ है। अन्त हामीले सल्लाह गरेर चाहिँ अब हामीले हाम्रोमा मात्रै यो ज्ञान चाहिँ हामीमा मात्रै नराखेर हामीले सार्वजनिक गरेर अरूलाई पनि देखाउनुपर्छ, सिकाउनुपर्छ भन्ने कुरालाई लिएर चाहिँ हामीले यो गरेका हौँ। यो चाहिँ हामीले नि गर्नु पर्यो भने चाहिँ यसलाई चाहिँ हामीले 3 वर्षमा एकखेप गर्नुपर्छ भनेर भन्नुहुन्छ याभासाम्बाहरूले चाहिँ। 3-3 वर्षमा रोटेसन गरेर गऱ्यो भने चाहिँ राम्रो हुन्छ। किनकि हाम्रो चाहिँ अब त्यो याभासाम्बाले चाहिँ कतिवटा कुरालाई चाहिँ छेकथुन गरेर राखेको हुन्छ अरे नि। हाम्रो चाहिँ अब पहिल्यै जब सृष्टि हुन्छ त्यति नै बेला पनि अब जब मान्छे पहिला चाहिँ मर्दैन भन्छ, तर जब मान्छेको मरण आउनु थाल्छ नि त्यति बेला चाहिँ कोही मान्छे नर्मली राम्रोसँगले मरेको हुन्छ अरे, कोही चाहिँ लडेर एक्सिडेन्ट भएर मरेको हुन्छ नि, उहाँहरूलाई चाहिँ थुनेर राखेको हुन्छ अरे क्या, फेरि एट्याक हुन्छ भनेर। हौ यस्तोमा चाहिँ 3 दिन मतलब 3 वर्षमा चाहिँ उनीहरूलाई अब थुनिराख्यो भने केही हुँदैन। त्यहाँदेखि फेरि 3 वर्षमा फेरि गर्दाखेरि चाहिँ राम्रो हुन्छ भनेर भन्छ।